यसरी काटेर मैले चाहिँ सबै यसको बाहिरको बोक्राहरू निकालेँ अनि बल्ल म चाहिँ कुकरमा सिटी लगाउँछु। यस्तो गर्दाखेरि यो कटहरको चोपहरू पनि सबै जान्छ, आफूलाई फोहोर पनि फिल हुँदैन। मेरो चाहिँ यसरी बनाउने तरिका छ। यसलाई चाहिँ म अब कुकरमा सिटी लगाउँछु। यसरी पानी राखेँ। अब चाहिँ यसलाई म 3 सिटी लगाउँछु अनि त्यस पछाडि फ्राई गर्छु। करेला पनि फ्राई हुँदैछ, यता दाल पाक्दैछ। अब यो करेला पाक्ने 1 घन्टा लाग्छ। कतिखेर सिटी लाउनु हो कटहर। यसरी कटहर सिटी लगाएँ। यसरी कटहर चाहिँ मैले सिटी लगाएँ। यसरी पाकिसकेछ। अब यसलाई फ्राई गर्ने। अलिकति आलु पनि हालेँ। प्याज यसरी छ। यहाँनिर प्याज र खोर्सानी थोरै काटेको, किनभने मसलामा पनि खोर्सानी छ, त्यही भएर। यता तेल तात्दैछ। अब चाहिँ बनाउन सुरु गर्छु। ज्वानो मेथी चाहिँ यहाँनिर फुरिँदैछ। तोरीको तेल हालेको, किनभने तोरीको तेलले मिठो बनाउँछ, त्यही भएर। मसाला हालेँ। अब यसलाई चलाउँछु, मजाले फ्राई गर्छु एकछिन। एकछिन छोपी भुट्नुपर्छ। अनि हामी 2 जना मात्रै छौँ नि त, त्यही भएर धेरै नपकाएको। अब चाहिँ म यहाँ मिक्सरमा ग्राइन्ड गरेर राखेको मसला हाल्छु। यसमा चाहिँ सबै थोक छ मसलामा। धनियाँ, जिरा, ल्वाङ, सुकुमेल, टिमुर सबै थोक छ। खोर्सानी, सुक्या खोर्सानी, फेरि यसलाई एकछिन छोप्छु। यसरी यहाँ गोलभेडा काटेर राखेको छु। अब एकछिन यसलाई फ्राई गर्छु अनि त्यस पछाडि हाल्छु। गोलभेडा हालेर एकछिन छोपिदिन्छु। गोलभेडालाई यसरी म्यास गरेको हुँदैछ। अझै पाक्न टाइम लाग्छ, किनभने यो कटहर पाक्नलाई अलिक टाइम लाग्छ। छैन, अलिक बाँकी नै छ। त्यही त 3 सिटी लगाएको। मैले थोरै यसमा पानी राखिदिएको छु, किनभने यो अलिक पाक्न टाइम लाग्छ जस्तो छ। तर यो पानी सुकिसके पछाडि राम्रो हुन्छ। अनि यता भात पाक्दैछ। अझै यसलाई एकछिन अझै पकाउँछु, किनभने मजाले पाकेको मिठो हुन्छ नि त।
फाइनल लुक्स चाहिँ यो हो। अब लगभग यो कटर पाक्यो मेरो, खानाको लागि चाहिँ रेडी भयो। यस्तै खाने हो, यस्तै ग्रेभीसँग। हेर्दै कस्तो मिठो छ, मिठै छ होला यो।